फाइनली एकादशी मेला श्री भगवान विष्णु र तुलसी माताको विवाह भएको दिन यस्तो पानी परिरहेको छ। सबै जान मन त लागेको थिएन, त्यही पनि अब नजाँदाखेरि विष्णु भगवान हुन्छ होला भन्ने सोचेर अब साथी नभए तापनि अब मैले दाइलाई सोचेर दाइलाई जाम भनेर जबरजस्ती गरेर भए पनि दाइ र म घर जाँदैछौँ। पानी पर्यो, आफू जाडो भयो, एक्कासी पानी पर्थ्यो त अब लाग्यो हाम्रो मेला हुने ठाउँ। लैजाने पारी नै लैजाने छैन, पारीले राख्ने ठाउँ छ क्या। ए लोगु हजुरबा बजार घुमेर भ्याइयो। हात्ती हात्ती मेरो साथी हात्ती खान्छ 25 हाले छु भुर्जामा ताता पुजेरी खान पर्यो भने चाहिँ पर्दै जाए। खोल्दै पर्दिरहेको ल अनलक्की। गुन्द्रे बजारमा इन्टर भयो एकादशी मेलामा। एकादशी मेला यस्तो हिरो छ हेर्नु कि चारैतिर। दोस्त के छ खबर? ठिकै छ। के आइसक्रिम हो यी भोलि पनि छ, सबैजना आउनु होला। अनि एकदम धेरै व्यापार गरिदिनु होला मेरो साथीको। ल अहिले साथी धेरै मान्छे आउनुहुन्छ, अनि मान्छेहरू आयो भने मलाई 50-50 है आगो प्रफिट चाहिँ। यहाँ फेरि मिठो जेरीको व्यापार भएको रहेछ। अघि अगाडि साथीले चाहिँ नि केकको व्यापार गरेको थियो। यहाँ मिठो जेरी हुन्छ कि हामी जेरी खाँदैछौँ। यो गाउँमा चाहिँ सबै चिनिएको छ जुत्ता सस्तोमा, चप्पल सस्तोमा चाहियो हजुरलाई भन्नुहोस्। मात्र 100 रुपियाँ, मात्र 100 रुपियाँ। खाने खाने रोजी रोजी हो कि भन्नु न। हो नि हो होइन बनाएर पाना नि हो। अब यहाँ गेमहरू पनि रहेछ, टन्नै गेमहरू, रमाइलो गेमहरू। कति हो नि टिकट रोटेपिङको? एकजनाको 150 रुपियाँले हो। कति महँगो हो? 50 रुपियाँमा खेले जस्तो लाग्छ यार। टोलको 50-100मा 150। आइडी कार्ड चल्छ कि नै? आइडी कार्ड खेल्दैमा 10 रुपियाँ हो होइन? त्यो पहिला हामी सानोमा खेल्दाखेरि 50 रुपियाँ आउँथ्यो। यो रोटिङमा त घुसेर नि गइन्थ्यो मुनिबाट। कमाउन सके होइन, रोटिङको पैसा चाहिँ बढिरहेको। यहाँ त सिटै त्यसमा कहाँ बस्ने हो? त्यो रोटिङमा, यो रोटिङमा त बस्नु थामै छैन। त मको रहेछ यो त बिग्रे जस्तोमा। कहाँ बस्ने हो? भुइँमा बस्ने हो क्या त्यसमा? भुइँमा बस्ने लियो चल्यो दाइ र म भएर दाइ कस्तो अर्थ भइरह। डर लाग्छ पनि हुँदैन रोटिङमा त। दाइ त मेरो हिरो, दाइ त फेरि पैसामा डराउनु नै यस्तो जाको रोटिङसँग चाहिँ के डराउने होइन? मलाई मेरो हल्का डर लाग्यो भनेको मसँग पनि दाइ भयो थियो, मलाई पनि केको डर लाग्छ। सुन्नुहोस् है, मैले एउटा हजुरलाई हात्ती देखाइदिएँ। 2टा हात्ती देख्नु भएको छ होला। त्यो 2टा हात्तीमा एउटा हात्तीमा दाइ र एउटा हात्तीमा भाइ, 2जना चढेर अहिले घर जाने हामी एकछिनमा। हामी छौँ अहिले सबैभन्दा टपमा। हामीभन्दा माथि कोही पनि छैन। हामीभन्दा तल छन् सबैजनाहरू, हामी चाहिँ सबैजनाभन्दा माथि छौँ। जहिले पनि यस्तै नै सबैभन्दा माथि हुन पाऊँ। हे भगवान् कृपा गरोस् सधैँभरि। पैसा भन्ने कुरा सधैँ त हुन्न मान्छेसँग, तर पैसा नभए पनि खुसीले बाँच्न पाऊँ, सुखले बाँच्न पाऊँ। पैसै सबै कुरा होइन, सुखी पनि हुन पाऊँ, खुसी पनि हुन पाऊँ, पैसा नभए पनि। कति रमाइलो भइरहेको छ, मलाई डर पनि लागिरहेको छ। ल हेर्नुहोस् है त, मैले डुगा पानीमा चल्छ भन्ने सुनेको थिएँ। यहाँ त डुगा हावामा उडिरह। कस्तो अचम्म भइरह। यहाँ हेर्नु त, डुगा पानीमा चल्ने हो कि हावामा उड्ने हो? के हो भनिदिनु होला है त हजुरलाई। के लाग्छ? मलाई त पानीमा चल्ने जस्तो लाग्थ्यो। यहाँ त हावामा उडिरह। र मेरो फ्यानहरू हेर्नु, त्यहाँ मेरो फ्यानहरूले हात हल्लाइरहन्। म कति ठुलो सेलिब्रेटी भइसकेँ भन्ने कुरा यी फ्यानहरूले हात हल्लाएको देखेर बुझिन्छ। मेरो भ्लगिङमा मेरो फ्यान, अर्को फ्यान, मेरो अर्को फ्यान। त्यो हात्ती चढ्ने कि साँच्चीको हात्ती चढ्ने? अनि ल कस्तो भयो हात्ती चढ्दाखेरि? नाच्देऊ। हात्ती त जमिनको सबैभन्दा ठुलो जनावर भनेको यहाँ त पनि सानो हात्ती हो। अचम्म पो रहेछ त यहाँ त। साथीहरूले झ्याप हान्थे।
अब आफूले पनि मौका पाएदेखि झ्याप पारिन्थ्यो। अब खाजा खाने हो, एकादशीको दिन व्रत बस्नुपर्ने हो, तर भोक लागेको कारणले गर्दाखेरि अब हामी चाउमिन खाँदैछौँ। दिदीले चाउमिन लिएर आइदिनु भयो हामीलाई, मिठो चाउमिन होइन दिदी? बहिनी के छ? बेलुन किन्यौ कि के किन्यौ त? हेर्नुहोस् साथीहरू, मेरो पछाडि हात्ती आइरहेको छ। यो एकादशी मेलामा गएर आएको हात्ती हो। पानी परेका कारणले खासै मान्छे नपाएर आएको होला हात्ती। हुन त हात्तीलाई संसारको सबैभन्दा ठुलो प्राणी, जमिनको प्राणी भनेर भन्छन्, तर हात्ती हेर्दाखेरि साइजले ठुलो भए पनि हात्तीको भन्दा ठुलो सोच मान्छेको हुन्छ, मान्छेको ठुलो विवेक हुन्छ। यदि मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ। म के भन्छु भने सबैलाई देखाऊ आफूले चाहेको काम गरेर। उदाहरण धेरै छन् सफल भएको, यहाँ प्रयास गरेर। सिधा अघि बढ, नबस दायाँ बायाँ हेरेर। जिउँदै तारा बन्न साथी, कसले चिन्छ तिमीलाई जब तारा बन्छौ तिमी मरेर। भन त साथी। हाम्रो एकादशीको यात्रा भगवान विष्णुको जन्ती त गएर आयौँ हामी। भगवान विष्णुको जन्ती गएर जन्तीको काम त सबै सकियो, तर हाम्रो जिन्दगीको यात्रा अझै सकिएको छैन। जिन्दगीको यात्रामा अझै धेरै अगाडि बढ्नु छ, अझै सङ्घर्ष गर्नु छ, अझै मेहनत गर्नु छ, सफल हुनु छ, सङ्घर्ष गर्नु छ। सबैले सङ्घर्ष गर्नु होला। सङ्घर्ष गर्दा गर्दै जीवनको बाटोमा कुनै समय कुनै पल हामी पनि भेटिन सक्छौँ। त्यति बेरसम्मको लागि स्टे ब्लेस्ड, स्टे ह्याप्पी, स्टे ट्युन्ड, कीप हार्ड वर्किङ एन्ड एचिभ सक्सेस। बाई बाई।